तुलसी आइज न अगाडि तुलसी आइज तुलसी आइज निनी झन् अगाडि आउनु पनि पछि बसेर बसेछ दुई जना पदिनी हो चप्पलले हिँडाउने हो हेर सानी म एकछिन भए पनि निक्लिन्छु भन्थ्यो नि छोटो धन्दा हाचिम ल्याएर रहेछ चप्पल काला छोरी चप्पल फुकालेर चप्पल फुकाल ल अहिले त माथि गर्छ सब देखा ल अहिले नफुकाल है यो नफुकाल है नानीका अलि नजिक पूजा गर्न भेट्दैन फेरि अझ नजिक भए अलि नजिक त्यो नानीको ठुलो माथि नहेर्नु भन्नु न यता सानी नहेर यता आफू देउता के पूजा बु हातमा के फुल छ त यस्तो सिकाएको छैन होला है नानीहरुलाई ए पर्दैन उ त्यसमै उ फुल ल्याउनु त हेरि हेरि हुन्छ के हैन यो उसमा उ त्यो त्यही हो हेर्नी त फुल छ त देउता हातमा किनले कदिनमा घाम हेरे छरिनमा अगाडि एकछिन अहिले नगरै यो नौकालाई तिमीले ए समी समय पूजा ल विचार देऊ बा सन्थ एउटा यो समीलाई यतापट्टि तलको नानीलाई बालेर तिनीहरू ठुलो छोरी लिइदिएको क्या छुवार बालेर छुवार यहाँ राखेपछि तैँले होला नि भन्ने उनीहरूले बाल्ने हो कि उनीहरूले सक्दैन हजुरले यसमा बाल्नु अनि नानीहरूलाई छाउनु अनि यसो गर्नु न एउटा हात होइन कि यसो गर्नु एउटाले यस्तो गरेर पनि हुन्छ हो त्यसो त्यहाँ घुमाएर राख्नु दाहिने घुमाए दाहिने हो त्यसमा जाने रहेछ काली जान टेवामाथि राख्नु उतापट्टि नानीले गर्दै हुन्छ अहिले हेर्दैन मैले बालिदिन्छु है सानो अहिले होइन माथि मारे त्यसले त झ्याप्पै नमस्ते गर सानी फुल अझै त झ्याप्पै मार्यो भने समी त देखेको छैन उसले अर्को बाटी छ र यसले नानी ए हजुरले गर्दिनु भएन के जान्ने हो त्यस्तो निल्ले छ मलाई छ लखे सो है मोरी भ्याएको त्यो राम्रो के गर्छ फेरि अनि के आँखालाई के गर्छ बाल्दिहाल्नु न के त्यही जोडेर बाल सबै चढाइदेऊ चढाइदिनु नानी सिधा बस्छ नि झ्याप्पै त्यसले राखी नहेर क्या अहिले होइन हेर्ने कति आत्तु पर्यो हामीलाई हात तेरिका होइन भनेपछि पनि बोलेछ सिधा बस्छ समा मलाई नानी यसमा रिम्सा मोबाइल हेरेको हो नि त यता ल उता यो बाले त्यहाँ सेना का खै के भइसक्यो सबै एडिटेड हैन यही राख्दिनु के यसो झरप राख्दिनु दुईटालाई छुवाएर कि दुईटालाई छुवा भ्या हैन एकछिन भ्या हैन अब माला लगाइदिनु होला नि माला लगाइदिएर सिन्दुर हाल्नु पहिला सूर्य दर्शन गरेर सेना अहिले भएन है उ त्यसमै मलाई त अघि त भन्थे पानी राखेर हेर्ने भन्छ पानीमा हो त्यो भित्रैबाट देखाइदिनु यो हेर है हैन यस्तो हल्का त्यो यस्तो गराए अलिअलि अर्को पाली अलिअलि उस गर्दिन न घाम अब त्यता स्यानीला भयो प्लास्टिकमा छ हेर त देखाऊ ल ऐना ल ल्याउ त ल भयो अनि काइयो स्यानी सिधा बस्छ अहिले होइन हेर काइयो उज्यालो निस्किन भएको छ पर देखाऊ त्यहाँ ल काइयोले कपाल हल्का कोरे जस्तो अलिअलि गर्दै हल्का कता यही राख्ने कता राख्ने ल
दाजु फर्के अब त्यो उसलाई चाहिँ मात्रै त होला सिन्दुर लाउने पहिला सूर्यलाई हेर्नु पहिला सूर्य दर्शन गर्ने यसो गरेर हेरे हुन्छ जान्दैन यिनीहरूले सिकाइदिनु त यसो गर है जान्दैन के यसो गरेर हेरे यसो गर है यसो गप्टुटी हो त्यसो गरेर माथि हेर्ने घाम हेर घाम पछाडि फालेर घाम हेर्छ ल हेर माथि हेर आँखा खोल ल आँखा खोल हेर सँगै सँगै माथि हेर माथि हेर माथि हेर माथि आकाशमा मोदेरी जल्दी ल भयो हुन्छ त तपाईँ साटौँ जाने त हप्ताइदिन्छ के ल सूर्यलाई यस्तो फालेर नमस्कार गर दुईजनाले दिनु यस्तो गरेर माथि सूर्य भगवानलाई फाल घाम माथि नमस्ते गर नमस्ते कर स्यान घामलाई हेर सेटिङ सेटी भएको गरा घाम हेर्यो ल सिन्दुर हालिदिन्छु ल हाल्दैछ नि ल एकान्सी ऊ यसैले हेर हालिदिन्छु छुट्याइदिनु पर्छ सिन्दुर एउटैलाई त्यही एउटै सिन्दुरले हुन्न भन्छ नि दुईटा देखाइन र किन्न ल्याएको त दुईटा ल्याएको एउटा अस्ति गरेर त्यही आधी आधी गरेको त्यसो त्यो प्लास्टिकमा छुट्टै राख पहिले छुट्याउ एउटै भाँडा खाली हुनु ल एउटा दुना एउटाले यहाँ छ त अलिकति होइन एउटा दुना भएको राख्नु त्यो दुना ल्याउनु त त्यही मिल्छ खैले यसलाई त्यो सिधा मैले हाल्दिदियो कस्तो सिक्का पैसा नआएको त हात राख्छ अब छटु यहाँ एउटा हो एउटालाई सिक्का पैसाले हाल्यो एउटा सिन्ना मैले हाल्यो हो त्यही हाल्दै समिला नानीलाई सिक्का पैसा उठिहाल्छ नि सिक्का पैसा तल छुवाएर त्यो उसलाई सुकुन्डालाई छुवाएर यस्तो छुवाएर यसरी ल्याएर यस्तो गरेर यसरी हालेर सिधै हालिदिने सुकुन्डालाई छ सुकुन्डालाई छुवाएर सिधै हाल्दै सातटा पकाउनु त्यही तिनचोटि अझै धेरै हाल्यो लगान स्क्रिप्ट लगाइदियो छोपेर त्यही राख ल यता सानी कपालै छैन ए यहाँ ए ल सुकुन्डालाई छाउर लिएर कपालै चिल्ला यता सियानीलाई ल बसेर सियानी हिरो नि कति मजाले गमले खसेछ दुईटैको ल्याउनु पर्ने झुकेर हो नि यो के त्यो सिन्दुरको गन्ध ल भाइ ल खै पुनम लाउ ल लाइदे उल्टे भहारे त के उल्टे हैन त्यसै नै हो म त तिमीले यस्तो ल्याइदिनु भनेर त्यो त्यतिकै बनाएर बसे ठाउँ हरा के हो त्यो के सिन्दुर छोप्ने कुरा अनि केले बनाउनु भयो त यो मेसिनमा यो बेल्ट काटेर लडेको पछाडि समाइदियो बाबुलाई हेर्न मलाई सक्यो होला यो छोप्नु अब त्यो फेरि बिचरा आइला यति सानो नि 6 दिन बस्यो रोग रोइ गरे लर्ने अलिकति बोलाउने बाबुले तँलाई हेर अब नदेखे यसो छोपेर बस है ल अब बाबालाई बोलाउनु एकछिन नजिक ए ल बाबा आउनु अब आउँदै हजुर म आउनु पैसा दिनुपर्छ पैसा छोरी मुख त्यसै हेर्न पाइन्न अझै टक्रेको मारे छोरी मुख त्यसै हेर्न पाइन्छ पैसा दिएर हेर्नु पर्छ अब त ए माला लगाइदिने बिर्स्यो त ए अहिले पहिला के खायो अरे आङ खायो भने यो ए अब टिका के अरे उस गरेर पैसा दिने होला मुख हेरेर पैसा दिने पैसा टिका लगाइदिनु नि टिका लाउनु के गर्नु र
टिका लानु कि पहिला मुख हेरेर पैसा दिने हो र टिका लानु अझै त त्यो ल्याउने पहिला मुख हेर्ने हो नि सबै भइदियो नि हैन अब गेस्ट उसले चाहिँ गोडा धोएर बल्ल गोरा पैसा दिएन कहनु एकछिन है यहाँ भ्याहाइनु अझै यो फुलको चाहिँ ज्येष्ठको हाम्रो दाइ हैन दाइले गोडा धोने अनि गोडा धोएर बल्ल अरे ल मुख हेर्ने त मुख हेरेर गोडा धुने होइन र शिव दाइले हेर तिम्रो शिव दाइले के भन्नुहोस् ल भन त तिम्रो दाजुभाइ तपाईँले जे जाने त्यही गर्नु न होइन क्या पहिला मुख हेरेपछि पछि गोडा धुने हो क्या बाउले हो क्या हेर पैसा अलि धेरै दिए भयो मुख हेर्दा अलि हेर्नुहोस् क्या हो दुईचोटि भए कोट्याउनु गएको भने त्यसै भौटो परेको त सरी पैसा नआएर यो बेरुपमा छ जे तेरे छोरी हो केकमा जति दिने भए पनि 10,000 5,000 दिए नि भइहाल्यो भयो आफ्नै छोरे 5 रुपियाँ राख्ने तैँले हो पुर्यायो भयो त्यसैले दुईटैलाई ल्याएको कि कसो हो कति राम्री हो ल उठाउ किन उठाउनु कलश ढल्ला यता अब छोरी दिन केटो मात्रै रहेछ लौ स्यानलाई पनि परेको त्यो पैसा दिनु न पैसा दिनु न त्यसैलाई पुर्यायो हुन्छ छोरीको छोरी बिचरा उनीहरु डरा खान त सानो रहेछ यस्तो सानोलाई नि राखिदिएको सानो रहेछ सबै जाने कि उसले मलाई कहिले मलाई लगाइदिनु होला नि गोडा धोनी यो उसले त बिचरा सम्झिँदै सम्झेर घेर बनाउने पैसा भिडियो मात्र बनाएको अब गोडा त एकैचोटि टिका लाउन राखेर धुने त्यो गर्ने हो जस्ट छिटो सजिलो खाना राखेर गोडा धुनु भनेको त्यहाँ होइन कि यहाँ राख्ने घामले अब त पोल्दैन घाम अब शीतल आयो घाम परेर त्यो खाटमा राखेर बसेर गएर सबैमा डल्लो हुन्छ नि त सल्लाह त्यो त हामी त काटेर राखे भए झर्थेन भयो केही भएन अब गालान ठुल्ठुलो भएछ है यिनीहरूको त उता यसो आँखा लाउनु है अर्कोले भतेर गर्ला फेरि सम्झिनुहुन्छ अलि दुबो अलि छोटो बनाइदियो अब यता चाहिँ तैँले साथ दिने पो ल कति राम्रो अर्को घुम त झऱ्यो ऊ त साह्रै सानो कि कति भयो 3 वर्ष भयो कि 5 3 वर्ष ए बाबा 3 वर्ष 5-6 वर्ष त हुन्छ अहिले नलाने देखिएको है दाइले उम्काइदिन्छ यो पत्ती